town was humming, smoke lay on the ground. Yeah, they know your town was humming, smoke lay on the ground. In no face I recognize, and my baby can't be found. I left that place in summer, swore I'd be back by fall. त्यसर्थ हे I प्रभु left that हामी place तपाईलाई in धन्यवाद दिन्छौँ summer, आज यो swore I'd be महान दिनमा back by पवित्र दिनमा fall. हामी सम्पूर्ण मण्डली परिवारहरू नवलपरासी जिल्लाको मण्डली परिवारहरू भेला Now the भएर porch has तपाईँ महान been broken, परमेश्वरलाई तपाईँ महान and her name's gone from the wall. पवित्र आत्माको भरपुरीमा आशिषमय बनाइदिनुहोस् भनी हामी प्रार्थना गर्दछौँ। धन्यवाद पिता, धन्यवाद परमेश्वर। हाम्रा यो सबै प्रार्थनाको विषयहरू तपाईँको चरणमा राख्दै अब हामी यो र्यालीको कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सम्पूर्ण विश्वासीजनलाई तपाईँको सुरक्षामा अनुशासित भएर र्यालीमा हिँड्न र तपाईँको महिमा गर्नको लागि तपाईँले अगुवाई गर्नुहोस्। धन्यवाद पिता, धन्यवाद परमेश्वर। सबै कुरो तपाईँको हातमा राख्दै सबैको रूपमा आशिष माग्छौँ। हाम्रो उद्धारमुक्ति शान्तिदाता प्रभु येशूको नाममा आमेन। Heard the church bell moaning down on Beale Street side. Sounded like forgiveness for the tears I tried. Now I'm sitting with this guitar, strings home like they know. Yeah, sitting with this guitar, strings home like they know. When love don't live no longer, that blues is all.
क्रिस्चियन जनहरूलाई आजको यो इस्टर सन्डेको दिनमा सम्मलाई शुभकामना व्यक्त गर्न चाहन्छु। म मेरो व्यक्तिगत तर्फबाट म कुमार सिंहले मगर र साथै म मेरो चर्चको तर्फबाट पनि सम्पूर्णलाई शुभकामना व्यक्त गर्न चाहन्छु। म चाहिँ फेथ कम्युनिटी बेप्टिस्ट चर्च काउसुली 2 नवलपुरबाट हो। आज हामी चाहिँ यो नवलपुरका अधिकांश चर्चहरूको इस्टर सन्डे र्याली हामी सुरु गर्दैछौँ। हामीले सुरु यो हाट बजार काउसुली 2 मा रहेको हाट बजार लाइनदेखि सुरु गरेर पदुल चोक हुँदै इन्द्र चोकदेखि कुमारवटी लाइन हुँदै हामी हाम्रो आजको यो इस्टर सन्डेको कार्यक्रम विशेष गरी हाम्रो खाटोलामा हुने गइरहेको छ। सम्पूर्णलाई त्यस कार्यक्रममा उपस्थित हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु र सम्पूर्णलाई म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र हामीले यो इस्टर सन्डे मनाउनुको मुख्य कारण भनेको येशू ख्रिस्ट जो हाम्रो चाहिँ शुक्रबारको दिनमा गुड फ्राइडेको दिनमा चाहिँ उहाँ कल्वरी डाँडा क्रुसमा उहाँ टाँगिनु भएको थियो र उहाँ चाहिँ बलि हुनुभएको थियो, उहाँ मारिनु भएको थियो। तर उहाँ मरेको हुनुभयो। उहाँ चाहिँ अनि उहाँको परमेश्वरको शक्तिद्वारा उहाँ चाहिँ फेरि जीवित हुनुभयो। उहाँ चाहिँ आज सन्डे दिन, आज चाहिँ यो पुनरुत्थानको दिन, आज चाहिँ उहाँ चाहिँ बिउटाउनु भयो फेरि र उहाँ बिउटाउनै गर्दाखेरि उहाँले मृत्युलाई जित्नुभयो र हामी मानिस जातिको पापलाई उहाँले उठाइ लैजानु भयो। त्यसकै कारण त्यसकै खुसियालीमा आज हामी इस्टर सन्डे मनाउँछौँ। फेरि पनि अन्तमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। अवसर जय मा। हल्ले येशूको नाउँमा जय मसीह। आज हामी प्रभु येशू ख्रिस्टको पुनरुत्थानको कार्यक्रममा हामी नवलपुर जिल्लावासी क्रिस्चियन समुदायहरू, सम्पूर्ण क्रिस्चियन समुदायहरू काउसतीको फलफुल चोकमा जम्मा भई अनि शान्ति र्याली गर्दै हामी भाटोलामा कोणसभा गर्नेछौँ र त्यहाँ हामी प्रभुको महिमा गर्दै, प्रशंसा गर्दै, शुभेच्छा सार्दै, सुसमाचार सुनाउँदै, एक आपसमा माया प्रेम सार्दै हामी त्यो कार्यक्रम गर्न गइराखेका छौँ।
यसकारण चाहिँ तपाईँहरू जो कोही छुट्नु भएको छ भने छिट्टै नै आउनु हुनलाई अनुरोध गर्दछौँ। धन्यवाद दिन्छु येशू प्रभुको नाम। आमेन। जीवन केमा छ? येशूमा। अनन्त जीवन केमा छ? येशूमा। अनन्त जीवन केमा छ? येशूमा। Yes,
आजको यो सुन्दर दिन हामीलाई दिनुभएको छ र यस दिनमा हामी प्रभु यीशु ख्रीष्ट 2000 वर्ष अगाडि हामी सबै मानिस जातिको पापलाई धोइ पखाल्नको लागि कल्वरी डाँडा क्रुसमा दुःख कष्ट भोगेर अनि मर्नुभयो र गाडिनुभयो र तेस्रो दिनमा उहाँ फेरि बौरी उठ्नुभयो जो कि आज हामी तेस्रो दिनको रूपमा इस्टरको हैसियतले हामी मनाउँदैछौँ र यस समयमा हामी सम्पूर्ण नवलपुर जिल्लाका सम्पूर्ण मण्डली परिवारहरू भेला भएर एकसाथ हामी र्याली गर्दैछौँ। र्यालीपछि यहाँ कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रम हुन्छ। यी सबै कार्यक्रमहरूमा अनि आउनेवाला सबै हाम्रा विश्वासी मित्रहरू र अविश्वासी मित्रहरू पनि सबैलाई यो इस्टरको धेरै धेरै शुभकामना भन्न चाहन्छु। जय मसीह। Hello guys. Hello. के छ? जय मसीह। को हार्दिक शुभकामना। जय मसीह फेरि पनि आनन्दित हुनुहुन्छ? हालेलुया। ल हामी एउटा नारा लगाउने छौँ है सुरु गर्नु अगाडि। म येशूको पुनरुत्थान भन्छ, तपाईँले हाम्रो विजय भन्नुहोस् है त। येशूको पुनरुत्थान हाम्रो विजय। अनि विशेष सूचना, तपाईहरु यदि ब्लड डोनेसन गर्न चाहनुहुन्छ भने बाहिर ढोकामा छ, तपाईहरु त्यहाँ गइकन ब्लड डोनेसन गर्न सक्नुहुन्छ। अनि त्यसै गरेर अनि यदि तपाईहरुको दर्ता भएको छैन भने पास्टर बुवा अनि जतिजना मण्डली प्रतिनिधित्वले आउनु भएको छ अनि दर्ता चाहिँ दाहिने साइडमा छ, तपाईहरुको त्यहाँ हेर्न सक्नुहुन्छ र दर्ता गर्न सक्नुहुन्छ है। अनि यसै गरेर पास्टर बुवाहरु जतिजना हुनुहुन्छ अनि पास्टर बुवाको आसन यता दाहिने साइडमा राखिएको छ अगाडि, कृपया तपाईहरु अगाडि आएर आफ्ना आसनमा ग्रहण गरिकन बस्न सक्नुहुन्छ।
सबै जातिका मानिसो हालेलुया हे सबैजना हो उहाँको तारिफ गर सबले ताली बजाउँदै किनभने हामी प्रति उहाँको करुणा अपार छ किनभने हामी प्रति उहाँको करुणा अपार छ र यो हेको सत्यता सधैँ भुलिरहन्छ र यो हेको सत्यता सधैँ भुलिरहन्छ हालेलुया ताली बजाउँदै हजुर हालेलुया 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 र यो हेको सत्यता सधैँ भुलिरहन्छ र यो हेको सत्यता सधैँ हुन्छ हाम्रो सक्नुभएको होस् यही नै मेरो शुभकामना शुभेच्छा र प्रार्थना छ आउनुहोस् हामी प्रार्थना गर्नेछौँ स्वर्ग पृथ्वी र यावत थोकलाई बनाउनुहुने परम धन्यका परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो नयाँ दिन नयाँ जीवन सबै आशिषहरूको लागि धन्यवाद भन्दछ अनि विशेष आजको दिनमा प्रभु तपाईँ यो संसारमा आइकन मरेर फेरि जीवित भएको दिन प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ हामी यो पापले लगाइदिएको संसारमा दुःखमा कष्टमा अभावमा ऋणमा लडाई ओ प्रभु अनि विकृति दुष्टता भ्रष्टाचारले भरिएको संसारमा जिराख्दा हुँदै कसरी शान्तिमा आनन्दमा नयाँ आशा र उमङ्गमा जिउनुपर्छ भन्ने कुरा देखाउनको लागि तपाईँले यो संसारमा प्रकट गरिदिनु भएको दिन आज तपाईँको बौरी उठाएको दिनमा प्रभु हामी तपाईँलाई धन्यवाद महिमा आदर र भक्ति चढाउँछौँ आज संसारैभरि प्रभु तपाईँको बौरी उठाई इस्टरको महोत्सव बडो हर्ष उल्लासको साथ मनाइरहेका छन् हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले संसारलाई एउटा नयाँ आशा नयाँ जीवन र सुन्दर भविष्य दिनको लागि हाम्रो अनन्तताको जीवन छ भन्ने कुरालाई निश्चयता दिलाउनको लागि तपाईँले आज मृत्युलाई जितेर बौरी उठ्नु भएको दिन हामी तपाईँलाई श्रद्धा आदर भक्ति र प्रशंसा चढाउँदछौँ आजको यो विशेष यो कार्यक्रमलाई तपाईँको हातमा राख्दछौँ सुरुदेखि अन्त्यसम्म तपाईँको हस्तक्षेप पवित्र आत्मा परमेश्वर तपाईँको अगुवाई सुरक्षा र प्रबन्ध हामी चाहन्छौँ यहाँ आउने सबै अतिथिहरू र अन्य नयाँ मानिसहरू र सम्पूर्ण मण्डली परिवारहरूलाई हामी तपाईँको हातमा राख्दछौँ पवित्र आत्मा परमेश्वर तपाईँको अगुवाईमा र सुरक्षामा तपाईँले चलाउनुहोस् सारा आदर महिमा र हामी सबैजनाको प्राण आत्मा शरीरलाई तपाईँको हातमा समर्पण गर्छौँ हामीलाई प्रेम माया र वास्ता गर्नुहुने उद्धारकर्ता येशू प्रभुको नाउँमा आमेन आज तपाईँ र मेरो निम्ति उहाँ जीवित हुनुभएको छ यसकारण तपाईँ र मलाई उहाँले जीवन दिनुभएको छ आमेन आउनुहोस् अब हामी भजन गाउँदै हामी कोरस गाउँदै आराधना गर्दै हामी जानेछौँ यो समय र बाँकी धन्यवाद आजको यस नलपुर इस्टर महोत्सवका सञ्चालक शान्ति चर्च 28 बिघाका पास्टर दीपक साईज्यू र हामी कोयर टिमले आदर गर्नुपर्नु हुने Shout to the Bible now.
बजाइदिनु होला, गाइदिनु पनि होला। मैले यहाँ धेरैको मुख चाहिँ बन्द भएको देखेको छु। च्यान त बन्द भएन, हाम्रो मुख किन बन्द हुने होइन हजुर? सबैले मुख खोल्ने छ है। महिमाको महाराजालाई हामी उछाल्नेछौँ। परमेश्वर सधैँ राज्य गर्नुहुन्छ, मेरो परमेश्वर सधैँ राज्य गर्नुहुन्छ। सैतानको शिर उचाए, तपाईँको
आफ्नो दुई हात उचाल्दै गर्नेछौँ यो गीतलाई घोषणा गर्नेछौँ प्रभु मृत्युबाट पौराने उनी प्रभु हरेक घुँडा टेक्नेछ जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हो प्रभु तिमी नै हौ प्रभु मृत्युबाट पौराने तिमी प्रभु मेरा घुँडा टेक्नेछ जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हो प्रभु उनी नै हुन् हात उचाल्दै हुन् प्रभु मृत्युबाट पौराने उनी प्रभु हरेक घुँडा टेक्नेछन् जिब्रोले भन्नेछन् येशू ख्रीष्ट नै हो प्रभु तिमी नै हौ प्रभु मृत्युबाट पौराने तिमी प्रभु मेरा घुँडा टेक्नेछन् र जिब्रोले भन्नेछन् येशू ख्रीष्ट नै हुन् प्रभु मेरा घुँडा टेक्नेछन् र जिब्रोले भन्नेछन् येशू ख्रीष्ट नै हुन् प्रभु येशू तपाईँ नै प्रभु तपाईँ नै मुक्तिदाता तपाईँ नै उद्धारकर्ता बाइबलले भन्छ बाटो सत्य र जीवन तपाईँ नै हुनुहुन्छ जीवनको पानी जीवनको रोटी स्वर्गको बाटो अनन्त जीवन मुक्ति र उद्धार तपाईँ येशू ख्रीष्टमा मात्र छ धन्यवाद यो हामीहरूको आराधनामा विराजमान हुनुभएको निम्ति सारा आदर महिमा तपाईँलाई नै चढाउँदछौँ येशू प्रभुको पवित्र अनि उच्च नाममा आमेन। एउटा गीत गाउँदै हामी भेटी सङ्कलन गर्नेछौँ।
हो यसो दिनमा बाँचेर उहाँले धर्म साच्नुभयो यसो दिनमा बाँचेर उहाँले धर्म साच्नुभयो सुन सुन यो खबर छिमेकी दाजुभाइ सुन सुन यो खबर छिमेकी दाजुभाइ गौरी उठे यसो हाम्रो जित हाम्रै हो गौरी उठे यसो हाम्रो जित हाम्रै हो सिधा छुट्यो सैतान छुट्यो साक्षी बोलेको सिधा छुट्यो सैतान छुट्यो साक्षी बोलेको आदर प्रशंसा महिमा बढ्यो हाम्रो येशूको आदर प्रशंसा महिमा बढ्यो हाम्रो येशूको सुन सुन यो खबर छिमेकी दाजुभाइ सुन सुन यो खबर छिमेकी दाजुभाइ गौरी उठे येशू हाम्रो जित हाम्रै हो गौरी उठे येशू हाम्रो जित हाम्रै आऊ सबै अविश्वासी तो धर्म परेका आऊ सबै अविश्वासी तो धर्म परेका बाटो सत्य जीवन दिन्छ हाम्रो येशूमा बाटो सत्य जीवन दिन्छ हाम्रो येशूमा सुन यो खबर छिमेकी दाजुभाइ सुन सुन यो खबर छिमेकी दाजुभाइ गौरी उठे येशू हाम्रो जित हाम्रै हो गौरी उठे येशू हाम्रो जित हाम्रै हो गौरी उठे येशू हाम्रो जित हाम्रै हो गौरी उठे येशू हाम्रो जित हाम्रै हो
हुन्छ हामी कोही ग्रुपलाई धन्यवाद अनि विशेष गीत गाउने हाम्रो भाइलाई पनि धेरै धन्यवाद। अनि आउनुहोस् अब हामी विशेष गरेर तपाईँहरूलाई एउटा सूचना, तपाईँहरूको कृपया बाहिर जसको साधनहरू बाटोमा राख्नु भएको छ अनि ट्राफिक जाम भएको छ त्यहाँ तपाईँहरूले अनि कृपया बरु भित्र ल्याएर अनि सुरक्षित ठाउँमा राख्नु होला। अनि यता हाम्रो पुलिस प्रशासन अनि हाम्रो यता चाहिँ के अरे अलिकति उहाँहरूले चाहिँ तपाईँहरूलाई व्यवस्थित गर्नको निम्ति उहाँले अनुरोध गर्नुभएको छ। आफ्नो सवारी साधनलाई कृपया गरिकन तपाईँहरूले व्यवस्थित तरिकाले भित्र अथवा सुरक्षित ठाउँमा राखिदिनु हुनलाई म अनुरोध गर्दछु। तपाईँहरूको जसको साधन छ, बाइकहरू छ, तपाईँहरूले आफ्नो ठाउँमा अलिकति भित्र सुरक्षित साथ बाटोमा अवरोध नहुने गरिकन राखिदिनलाई अनुरोध गर्न चाहन्छु है। हुन्छ, आउनुहोस् हामी यो भेटीको निम्ति हामी प्रार्थनामा जानेछौँ। अनि यो भेटीको प्रार्थनाको निम्ति हाम्रो पास्टर बुवा, हाम्रो बैसौल ग्रेस चर्चका पास्टर बुवा पूर्ण गुरु बुवालाई चाहिँ म समय दिन चाहन्छु। हालेलुया। आउनुहोस् हामी भेटी जो उठाएको छ यो प्रभुको महिमाको लागि हामी प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। परम धन्य परमेश्वर पिता, हामी तपाईँको चरणमा तपाईँको उपस्थितिमा हामी आएको छौँ। तपाईँको नाउँलाई धन्यको भन्दछौँ प्रभु येशू। विशेष प्रार्थना गर्छु प्रभु, हामी तपाईँसँग जो जतिजना तपाईँका छोराछोरीहरू हामी यस प्राङ्गणमा उपस्थित भएको छौँ, प्रत्येकसँग तपाईँ पवित्र आत्माले हामीलाई सहायता गर्नुहोस्। जुन भेटी उठाइएको छ, तपाईँ शक्तिको स्रोत हुनुहुन्छ, तपाईँ सारा पवित्र आत्माको ज्ञानको भण्डार तपाईँ हुनुहुन्छ। तपाईँको नाउँलाई धन्यको भन्दछु। यो भेटी उठाइएको यो प्रभुको महिमाको लागि खर्चिन सकेको होस् भने प्रार्थना गर्छौँ र विशेष प्रार्थना गर्छौँ आजको यो सङ्गति सुरुदेखि अन्तिमसम्म तपाईँ भएर चलाउनुहोस्। पवित्र आत्माले सहायता गर्नुहोस्। धन्यवाद येशूको नाममा, आमेन। यसको निम्ति म क्षमा प्रार्थी छु हाम्रो पास्टर बाबुसँग। आउनुहोस् हामी अब ढिलो नगरिकन फेरि पनि कार्यक्रममा जानेछौँ र कार्यक्रममा जानु अगाडि आसन ग्रहण हाम्रो अतिथिहरूलाई चाहिँ आसन ग्रहण गरिदिनु हुनलाई विनम्र अनुरोध गर्न चाहन्छु। हामी ताली बजाउनेछौँ उहाँको लागि पनि। आसन ग्रहण गरिदिनु हुनको निम्ति हामी विशेष गरेर यस समयमा हामी प्रमुख वक्ता हामी सुभाष गुरुङलाई पनि हामी यस समयमा उहाँलाई हामी नृत्य र तान्त्रिक चर्चका पास्टर पनि हुनुहुन्छ, दवाई पास्टर है। अनि उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुनलाई है श्री विष्णु प्रसाद भुषालज्यूलाई पनि विशेष अतिथिको रूपमा चाहिँ आसन ग्रहण गर्नलाई म विनम्र ज्यूलाई पनि हामी विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नलाई अनुरोध गर्न चाहन्छु। अनि यसै गरेर आइएसएलका सल्लाहकार तथा एमसिएसका केन्द्रीय सदस्य पास्टर प्रेम थापाज्यूलाई पनि विशेष अतिथिको अध्यक्ष पास्टर भोजबहादुर खालेज्यूलाई पनि गरिदिनु हुनलाई अनुरोध गर्न चाहन्छु। ताली पुगेन हजुरहरूको? प्रेज द लर्ड। अझ हामी जोसी गर्नुपर्छ है। आसन ग्रहण गरिदिनु हुनलाई अनुरोध गर्न चाहन्छु। हामी कन्टिन्यू नै जानेछौँ। यसै गरेर समाज उत्थानका अनुरोध गर्न चाहन्छु। एन्ड्रु कृष्ण श्रेष्ठज्यूलाई पनि विशेष अतिथिको रूपमा गरेर अनि अतिथिको रूपमा हामी यसै गरेर हामी पास्टरको पूर्ण गुरु समयको अभावको कारणले म सर्व भनेछु तपाईँहरू कृपया है म समयको अनि यसै गरेर हाम्रो वरिष्ठ पास्टर लोकबहादुर तामाङ बुवालाई पनि हामी अतिथिको आसन ग्रहण गरिदिनु हुनलाई म भिन्न जिल्ला चर्चका अध्यक्ष उहाँ हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहण गरिदिनु हुनलाई पास्टर गुरुप्रसाद ढकालज्यू अनि यसै गरेर पास्टर भाषा लामा एक्सपेक्ट होप चर्च र शान्ति चर्चका पास्टर बुवालाई पनि अतिथिको रूपमा आसन ग्रहण गर्नलाई म अनुरोध गर्न चाहन्छु। स्वागत गरिदिनुहोस् न। प्रेज द लर्ड। हुन्छ, अनि यसै गरी रूपमा आसन ग्रहण गरिदिनु हुनलाई अनुरोध गर्दछु। ताली पुगेन हजुरहरूलाई? भोक लागेको अतिथिको रूपमा मध्यबिन्दु नगरपालिकाका विभिन्न मण्डलीहरूका पास्टरज्यूहरूलाई पनि यथास्थानमा हाम्रो यही हुनुहुन्छ है पास्टर बुवाहरू बस्नुभयो अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनलाई विनम्र अनुरोध गर्न चाहन्छु। अनि हाम्रो पास्टर बुवाहरू यदि तपाईँहरू छरेर बस्नु भएको छ भने कृपया तपाईँहरू चाहिँ यहाँ पास्टर बुवाको आसन छ, तपाईँहरू यहाँ आएर बसिदिनु होला।
अनि यसै गरी गैंडाकोट नगरपालिकाका विभिन्न मण्डलीबाट पाल्नुभएका पास्टरज्यूहरूलाई पनि अनि उहाँ गर्न चाहन्छु। हुन्छ, हामी आसन ग्रहणको क्रममै जानेछौँ। यसै गरेर हामी सही साहब महेश रायमाझीजीलाई पनि हामी यस समयमा आसन ग्रहण गर्नको निम्ति चाहिँ अनुरोध गर्न चाहन्छु। सही साहब हाम्रो महेश रायमाझीजी, कृपया तपाईँ अतिथिको आसन ग्रहण गर्नलाई तपाईँ मञ्चमा आइदिनु होला। यसै गरेर हामी रेड क्रसबाट हामी सुभद्रा गरिदिनलाई विनम्र अनुरोध गर्न चाहन्छु। मेम्बर हुनुहुन्छ आज जति पनि यो अहिले जति पनि सजाएको छ संयोजक समितिका जति पनि हुन्छ। हाम्रो जिल्ला समन्वय समिति अध्यक्ष श्री बाबुराम विश्वकर्माज्यूलाई चाहिँ ब्यानर वाचन गर्नको निम्ति अनुरोध गर्न चाहे। येशूले भन्नुभयो, पुनरुत्थान र जीवनमय हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। नवलपुर क्रिस्चियन समुदायद्वारा आयोजित प्रभु येशू ख्रिस्टको बौरी उठाई इस्टर सन्डे कार्यक्रम 2082। यस महत्त्वपूर्ण कार्यक्रम सँगै बृहत रक्तदान कार्यक्रम मिति 2082 चैत 22 गते समुद्घाटन भएको व्यवहार जानकारी गराउन चाहन्छु। धन्यवाद। जय मसीह। धन्यवाद दिन चाहन्छु। यस मञ्चमा आसीन यस इस्टर कार्यक्रममा संयोजक एवं सभापति प्रमुख अतिथि प्रमुख वक्ता र विशिष्ट अतिथिलाई चाहिँ हार्दिक स्वागत भन्न चाहन्छु। र आजको यो इस्टर कार्यक्रममा हामी सबै एउटै हृदय, एउटै विश्वास र एउटै आनन्द लिएर यहाँ भेला भएका छौँ र हाम्रो प्रभु येशू ख्रिस्टको पुनरुत्थानको विजय उत्सव मनाउनलाई यस विशेष अवसरमा यहाँ उपस्थिति सम्पूर्ण आदरणीय पास्टरज्यूहरू, अगुवाहरू, अतिथिहरूमा हार्दिक स्वागत भन्न चाहन्छु। र आजको यो दिन हामीलाई एउटा शक्तिशाली सत्यतालाई याद दिलाउँदछ। क्रुस अन्तिम थिएन, चिहान पनि अन्तिम थिएन, मृत्यु पनि अन्तिम थिएन। तेस्रो दिनमा येशू ख्रिस्ट मृत्युमाथि विजय हुनुभयो र त्यसैले आज हामी केवल एउटा घटनालाई सम्झिरहेका छैनौँ, तर हामी त्यो जीवित आशा मनाइरहेका छौँ जसले हाम्रो जीवनलाई परिवर्तन गर्दछ। किनकि उहाँ जीवित हुनुहुन्छ। उहाँ जीवित हुनुभएको कारणले गर्दाखेरि हाम्रा आँसुहरूमा पनि आशा दिनुहुन्छ येशू ख्रिस्टले। हाम्रो पीडाहरू पनि शान्ति ल्याउनुहुन्छ येशू ख्रिस्टले र हाम्रो कमजोरीहरूमा पनि शान्ति र शक्ति दिनुहुनेछ र हाम्रो जीवनलाई नयाँ अर्थ येशू ख्रिस्टले दिनुहुन्छ। त्यसैले प्रिय दाजुभाइ दिदीबहिनीहरू, आजको दिन केवल उत्सवको दिन मात्र होइन, यो नयाँ सुरुवातको दिन हो। यसकारण आजको यस पवित्र कार्यक्रममा हामीले केवल सुन्ने मात्र होइन, तर हाम्रो हृदय खोलौँ, परमेश्वरको उपस्थितिलाई अनुभव गरौँ र उहाँको प्रेमलाई ग्रहण गरौँ
एकपटक यहाँ उपस्थित सबैजनालाई मेरो हृदयदेखि नै स्वागत भन्दछु र आजको कार्यक्रमले तपाईँको जीवनमा नयाँ आशा, नयाँ विश्वास र नयाँ आनन्द ल्याओस्। ईश्वरको शुभकामना भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, जय मसीह, नमस्कार। चिनिन्छ दार्जिलिङमा दाउथरको एउटा झुन्ड छ, काठमाडौँमा धुरै फुकिन्छ, सिक्किमेली प्रशंसा गर्दै आउँदैछ, खदा तयार भएर भुटानबाट आउँदैछ, ख्रिस्टको दुल्ही सिँगारिँदैछ, ख्रिस्टको दुल्ही सिँगारिँदैछ, प्रशंसाले हृदय गुन्जाउँदै, यीशुको अँगालो भित्र आफैलाई हराउँदै, नाचौँ न दुलही प्रशंसाले हृदय गुन्जाउँदै, यीशुको अँगालो भित्र आफैलाई हराउँदै। सबैजना खुसी हुनुहुन्छ? परमेश्वरको महिमा भएको साँच्चै नै आज हामी अति धेरै खुसी हुने दिन, किनकि सारा संसारको मुक्तिदाता प्रभु येशू ख्रीष्ट मृत्युबाट भौरी उठ्नु भएको दिन, सबै कुरामाथि विजय हुनुभएको दिन आज तपाईहरुको निम्ति र सारा संसारको निम्ति एउटा गौरवको कुरो भएको छ। अनुसार चाहिँ उहाँ पुरा गर्नुभएको छ। यसै कारणले आज 2082 सालको इस्टर सन्डेको उपलक्ष्यमा यहाँहरू सबैजनालाई काउसती नगरपालिकाको सम्पूर्ण परिवारको तर्फबाट नयाँ वर्ष पनि नजिक आइसकेको कारणले गर्दाखेरि नेपाली सम्वत 2083 को पनि अग्रिम हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ र हामी ढिलो नगरिकन आउनुहोस्, हामी वचनको निम्ति हामी प्रार्थना गर्नेछ।
तपाईँ परमप्रभुको महिमा भएको छ प्रभुजी। आज साँच्चै नै तपाईँ जीवित परमेश्वरले आज सारा संसारमाथि तपाईँ विजयी भएर मृत्युमाथि बौरी उठ्नु भएको यो खुसियालीको दिन, विजयको दिनको निम्ति आज तपाईँको सारा शरीर आज हामी जति पनि यस प्राङ्गणमा हामी उपस्थित भएको छौँ तपाईँकै महिमाको निम्ति। पवित्र पिता तपाईँलाई धन्यवाद गर्दछौँ र आजको यस घडी तपाईँको वचन तपाईँको दासहरू जसरी ल्याउँदै हुनुहुन्छ उहाँको साथमा तपाईँ हुनुहोस्। पवित्र आत्माको शक्ति र सामर्थ्यमा प्रकाश पार्नलाई अगुवाई गर्नुहोस् ने बिन्ती प्रार्थना गर्दछौँ प्रभुजी। धन्यवाद चाहँदै सम्पूर्ण बिन्ती प्रार्थना चाहँदछौँ पवित्र प्रभु येशूको नाउँमा, आमेन। दिन यस कार्यक्रममा पाल्नु भएको सभापति ज्यू, अतिथि, विशिष्ट अतिथि अनि मण्डलीका पास्टरहरू, अगुवा ज्यूहरू अनि दाजुभाइ तथा दिदीबहिनी सबैजनालाई येशू ख्रीष्टको पूर्ण उत्थान दिवसमा तपाईहरुलाई यो अवसरमा म शुभकामना व्यक्त गर्न चाहन्छु। जय मसीह। सन् 1901 को कुरा हो। अमेरिकाको 16औं राष्ट्रपति जसको नाम अब्राहम लिंकन हो अनि उहाँको कफिन मानिसहरूले उगारे। किन उगारे त भन्दाखेरि कति मानिसहरूलाई यो डर थियो उहाँको शरीर त्यहाँ छैन भनेर। तर जब उनीहरूले खोले त्यो शरीर मृतक शरीर त्यही थियो। तर नि आजभन्दा 2000 वर्ष अगाडि जब परमेश्वरले उहाँको एकलौटे पुत्र येशू ख्रीष्टको चिहानलाई आजको दिनमा उगार्नु भयो, उहाँले यो देखाउनको लागि उगार्नु भएको होइन कि उहाँको शरीर त्यहाँ छैन, तर उहाँले यो देखाउनको लागि उगार्नु भयो उहाँ आजको दिनमा पुनरुत्थान हुनुभएको थियो। हालेलुया। अस्तिको आइतबार हामीले पाम सन्डे भनेर थाहा गर्न सक्छौँ। पाम सन्डेमा के गर्छन् मानिसहरूले? खजुरको रुख लिएर होसना होसना गर्दै चिचाइराखेको थियो, जसलाई पाम सन्डे भनिन्छ। वास्तवमा पाम सन्डे भनिने यहुदीहरूको शब्दै थिएन, बुझ्दै हुनुहुन्छ? त्यो खजुरको पत्तालाई उनीहरूले होसनाको पत्ता भन्थे। अनि प्राचीन बुझाइ के छ त भन्दाखेरि जब उनीहरूले महान विजय हासिल गर्थ्यो उनीहरू त्यो होसनाको पत्ता लिएर होसना गर्दै चिच्चाउँथे। येशू ख्रीष्टलाई जब मानिसहरूले धोका दिएको छ, मानिसहरूले क्रुसमा चढाएको छ, त्यो भन्दा अगाडि नै यरुशलेमको सहर प्रवेश गर्नु अगाडि नै उहाँको विजय घोषणा भइसकेको थियो। आउनुहोस् हामी सबैजना मिलेर एकै स्वरमा भन्नेछ, होसना। परमेश्वरले तपाईहरु सबैजनालाई आशिष दिनुभएको होस्। शुक्रबार क्रुस हारे जस्तो देखिएको छ। शनिबार चिहान मौन छ, तर आइतबार ढुङ्गा घुल्टियो अनि आशा जीवित भएर बाहिर निस्किनु भएको छ अनि त्यो आजको दिन थियो। हालेलुया। यो कुरालाई मध्यनजरमा राख्दै आजको म वचनतर्फ जान चाहन्छु। यो संसारमा सबैभन्दा इतिहास पल्टाएर हेर्छौँ भने खराब कार्य भएको भनेको येशू ख्रीष्टको मृत्यु थियो। तर इतिहास पल्टाएर फेरि हेर्छौँ भने सबैभन्दा आश्चर्यको काम भएको भनेको येशू ख्रीष्टको पुनरुत्थान थियो। हालेलुया। यो कुरालाई मध्यनजरमा राख्दै आज तपाईहरुको बीचमा म आजको वचनको शीर्षक प्रस्तुत गर्न चाहन्छु र आजको वचनको शीर्षक मैले ल्याएको छु पुनरुत्थान अनन्त आशाको सन्देश। म फेरि पनि दोहोऱ्याउन चाहन्छु, पुनरुत्थान अनन्त आशाको सन्देश। पुनरुत्थानलाई यदि हामी हेर्छौँ भने इतिहासमा भएको सबैभन्दा महान घटनाहरू मध्येको एक घटना हो। एडिसनल्ली हामीले यो पनि बुझ्नुपर्छ, पुनरुत्थान तपाईँ हामी विश्वासीहरूको कुनै ढुङ्गो हो पहिलो, दोस्रो हाम्रो यो बलियो जग हो जहाँ क्रिस्चियन विश्वास अडिग रहन्छ। अनि एकजना स्कलर जसको नाम एन्टी राइट्स हो, उहाँले यो भन्नुहुन्छ पुनरुत्थान नयाँ सृष्टिको सुरुवात हो जुन केवल येशू ख्रीष्टको क्रुसबाट अथवा उहाँको पुनरुत्थानबाट मात्र सम्भव भएको थियो। येशू ख्रीष्ट पहिलो त संसारमा आउनुभयो, दोस्रो
उहाँ शुक्रबारको समयमा धोका दियो अनि उहाँलाई मारियो अनि तेस्रो दिनमा उहाँ बौरी उठ्नु भएको छ। कस्तो अद्भुत अनि अनन्त आशाको सन्देश जुन आजभन्दा 2000 वर्ष अगाडि यही दिनमा आइतबारको दिनमा तपाईँ हाम्रो लागि चिहानबाट आएको थियो। के तपाईँहरूलाई थाहा छ? पुनरुत्थान भनेको वास्तवमा शङ्काविहीन घटना हो। यहाँ हामी कम्प्लिटली रिलाइ गर्न सक्छौँ। आज म तपाईँहरूको बिचमा यो टाइटलमा रहेर मेरो आजको सन्देश थियोम्याटिक स्ट्रक्चरको हो। व्याख्यात्मक त व्याख्यात्मक, तर अलिकति फरक हुन्छ। थियोम्याटिक स्ट्रक्चरको छ अनि जस अन्तर्गत मैले आज शीर्षक तपाईँहरूलाई भनिसकेँ, पुनरुत्थान अनन्त आशाको सन्देश, जस अन्तर्गत 3वटा बुँदा म प्रस्तुत गर्न चाहन्छु। पहिलो रहेको छ पुनरुत्थानको प्रमाण, दोस्रोमा छ पुनरुत्थानको अर्थ, तेस्रोमा छ पुनरुत्थानको जीवन। पहिलो बुँदातर्फ म प्रस्तुत हुन चाहन्छु। पुनरुत्थानको प्रमाण। पुरानो करारमा ख्रिस्टको पुनरुत्थानको अगमबाणी यदि हामीले हेर्छौँ भने धेरै ठाउँमा देख्न सक्छौँ। हरेक पुरानो नियमको प्रतिज्ञा यही थियो, आउँदै गरेको यहुदीहरूको उद्धारकर्ता जो मृत्युबाट बौरी उठ्नु हुनेछ, जुन हामीले भजन सङ्ग्रह 16:10 अनि यशाया 53:11 देख्न सक्छौँ। यो दुईटा खण्डबाट हामीले के थाहा गर्न सक्छौँ भन्दा पुरानो नियमको खण्डले पनि येशू ख्रिस्टको पुनरुत्थानलाई साबित गर्छ। दोस्रोमा रहेको छ येशू ख्रिस्ट स्वयं आफैले गवाई दिनुभएको छ। यूहन्ना 2:19देखि 21लाई यदि हामी हेर्छौँ भने यहाँनिर येशू ख्रिस्टले मन्दिर नाश हुन्छ भनेको छ। यहाँ यो मेटाफोरिकल एक्सप्रेसन हो। येशू ख्रिस्टले त्यो मन्दिर भनेको आफू भन्दै हुनुहुन्छ। अनि फेरि म तेस्रो दिनमा त्यहाँ पुनर्स्थापित गर्नेछु, बनाउनेछु भनेको छ। तेस्रो दिनमा बौरी उठ्नेछु भन्न खोजेको छ। मर्कुस 9:31मा पनि उहाँ मारिनुहुनेछ, गाडिनु हुनेछ अनि बौरी उठ्नुहुनेछ भन्ने कुरा हामीले थाहा गर्न सक्छौँ। त्यसैले येशू ख्रिस्ट आफैले धेरैचोटि यो भन्नुभएको छ कि म मारिनेछु अनि फेरि तेस्रो दिनमा बौरी उठ्नेछु। तेस्रो बुँदा प्रस्तुत गर्न चाहन्छु, रित्तो चिहान। फेरि दोहोऱ्याउन चाहे, रित्तो चिहान खाली चिहानको प्रमाण, नकार्न नसकिने प्रमाण हो, जसले यो साबित गर्छ येशू ख्रिस्ट मृत्युबाट जीवित हुनुभएको थियो। आजको दिनमा पनि येशू ख्रिस्टको चिहान खाली छ। यसले हामीलाई यही अर्थ दिन्छ कि उहाँ जीवित भइसक्नु भएको छ, उहाँ पुनर्स्थापित भइसक्नु भएको छ अनि सर्वशक्तिमान पिताको दाहिने हातपट्टि उहाँ गएर बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नको लागि फेरि आउनुहुनेछ। हालेलुया। यूहन्ना 20:1 यहाँ हामी पाउन सक्छौँ, ढुङ्गा हट्यो। अब के भयो त? ढुङ्गा हटिसके पछाडि चिहान खाली छ। मैले अघि भनिसकेँ, शुक्रबार क्रुस हारे जस्तो देखिएको छ। शनिबार चिहान मौन छ, तर आइतबार नि ढुङ्गा गुल्टियो अनि आशा तपाईँ हाम्रो लागि जीवित भएर उहाँ जीवित हुनुभएको छ। हालेलुया। चौथोमा रहेको छ स्वर्गदूत आफैले गवाई दिनुभएको छ। स्वर्गदूतले येशू ख्रिस्टको पुनरुत्थानलाई लिएर गवाई दिएको छ कि उहाँ चिहानबाट बौरी उठ्नु भएको छ। जुन हामीले यूहन्ना 20:10देखि 13मा हेर्छौँ भने त्यहाँ के भएको छ? अब यहाँनिर मरियम मग्दलिनी एकदमै व्याकुल हुन्छ। किन व्याकुल छ? येशू ख्रिस्टको शरीर त्यो चिहानमा छैन, जस कारणले गर्दाखेरि ऊ एकदमै अपसेट छ। सबै क्रोध लिनुभयो अनि उहाँले साम्य गर्नुभयो अनि पिताको सामु उहाँको बलिदान स्वीकार योग्य भयो, जस कारणले गर्दा आजको दिनमा हामी निर्धक तरिकाले भन्न सक्छौँ हाम्रो मुक्ति वैधानिक रूपमा मान्य छ अनि हाम्रो मुक्ति सुनिश्चित छ। हालेलुया। म विभिन्न ठाउँमा सेवकाई गरेको छु, पहाडमा पनि गरेको छु, तराईमा पनि गरेको छु, इन्डियामा पनि गरेको छु, नेपालमा पनि गरेको छु। बाइबल स्कुलमा पढाउँछु पनि, पास्टरहरूलाई सिकाउँछु पनि। मैले ताली पनि पाएको छु, मैले गाली पनि पाएको छु, मैले प्रेम पनि पाएको छु, मैले घृणा पनि पाएको छु।
गेस व्हाट न यो सबै कुराले मेरो मुक्तिमा केही पनि थप्दैन। यदि म मर्छु भने म एउटै कारणले स्वर्ग जान्छु, त्यो 2000 वर्ष अगाडि परमेश्वरको एकलौटे पुत्र उहाँ यो संसारमा आइकन मेरो ठाउँमा काल्भरी क्रुसमा मारिनु भएको कारणले गर्दाखेरि मात्र मेरो मुक्ति सुनिश्चित छ। हालेलुया। That is the same thing. All these adds nothing towards my salvation. If I died right now, I'm going to go heaven for only one reason. That is 2000 years ago, the Son of God is here blood on that Calvary for the sinner. That's my only one hope. अनि त्यति मात्र होइन, अब मुक्तो गवाई हौ। हालेलुया। मेरो प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सबैभन्दा राम्रो उपहार हामीले आफ्नो परिवारलाई, आफ्नो स्थानलाई सुन चाँदी हिरा होइन, तर हामीले सुसमाचार दिन सक्छौँ, जुन सुसमाचारले अनन्त जीवन मुक्ति प्रदान गर्दछ। अर्को रहेको छ पुनरुत्थानले हाम्रो पुनरुत्थानलाई सुनिश्चित गर्छ। पुनरुत्थानले हाम्रो पुनरुत्थानलाई सुनिश्चित गर्छ। पहिलो कोरिन्थी 15:17 देखि 21 हामी त्यहाँ देख्न सक्छौँ। येशू ख्रीष्ट मारिनु भयो, गाडिनु भयो अनि बौरी उठ्नु भयो, जस कारणले गर्दा हाम्रो मुक्ति सुनिश्चित छ। अनि अर्को रहेको छ पुनरुत्थान नयाँ सृष्टिको सुरुवात हो। रोमी 6:4, दोस्रो कोरिन्थी 5:17। यहाँ पावलले यही भन्दैछ, जसरी ख्रीष्ट बौरी उठ्नु भयो, अब हामी संसारको चाहनामा, संसारको ढाँचामा होइन, तर नयाँ सृष्टिको जीवन हामी जिउँछौँ। अब यो कसरी सम्भव छ? पुनरुत्थानको ख्रीष्टको शक्तिले। म तपाईँहरूको ध्यान यूहन्ना 1:1 उत्पत्ति 1:1 तर्फ गराउन चाहन्छु। उत्पत्ति 1:1 मा आउट अफ नथिङ गड क्रिएटेड एभ्रिथिङ भन्ने हामीले त्यहाँ देख्न सक्छौँ। परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो अनि ल्याटिनमा त्यहाँनिर शब्द चलाएको छ एक्स निहिलो, जसको अर्थ शून्यबाट उहाँले केही बनाउनु भयो। अनि प्रभु भनिने जुन शब्द उत्पत्ति 1:1 मा छ, त्यो एक वचन होइन, त्यो बहुवचन हो, किनकि हिब्रू भाषामा त्यहाँ एलोहिम लेखेको छ, जसले बहुवचनलाई देखाउँछ। म भन्ने बित्तिकै के हो? एक वचन, हामीहरू बहुवचन। त्यहाँ बहुवचनको कुरा गर्नुभयो। पुनरुत्थान पछि आइतबार थियो। पहिलो सृष्टि कहिले भयो? आइतबार भएको छ। योबाट हामीले यो थाहा गर्न सक्छौँ नयाँ सृष्टिको कुरालाई देखाएको छ। उत्पत्ति 1 र 2 मा परमेश्वरले मानिस जातिलाई बनाउनु भयो अनि श्वास हालिदिनु भएको छ। यूहन्ना 20 मा पुनरुत्थान पछाडि चेलाहरूलाई येशू ख्रीष्टले पनि श्वास हालिदिनु भयो अनि त्यो श्वास के थियो? पवित्र आत्मा उहाँले फुकिदिनु भएको छ, जुन कुरा यूहन्ना 20 मा हामी देख्न सक्छौँ। अनि उनीहरूले नयाँ काम गरेको छ। अनि प्रेरित 2 मा हेऱ्यो भने उनीहरूले अद्भुत तरिकाले काम गर्दै अघि बढेको छ। यो सबैबाट हामीले के बुझ्न सक्छौँ त भन्दा पुनरुत्थानको कारणले गर्दा हामीले नयाँ जीवन जिउन सक्छौँ। अब म इम्प्लिकेसनमा जान्छु, सायद समय अलिक कम भयो। शुक्रबार चिहानमा ढुङ्गाले तोक लगायो, आइतबार ढुङ्गा गुल्टेको छ अनि चिहान उगारियो। मेरो प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, के कतै यस्ता ढुङ्गा त हाम्रो जीवनमा छैनन् जुन हामीले पन्छ्याउनु पर्ने हो? हुनसक्छ हामीले कतिको चित्त दुखाएको छौँ होला, हुनसक्छ हामीले अरूलाई क्षमा गर्न सकेका छैनौँ होला, तर आज दिन आइसकेको छ पुनरुत्थानको शक्तिले, जुन ख्रीष्टद्वारा हामीले प्राप्त गरेका छौँ। पुनरुत्थानको शक्तिले हामीहरूले क्षमा लेनदेन गर्न सक्छौँ। आज जो कोहीले यो वचन सुन्दै हुनुहुन्छ, परमेश्वरले यही चाहनुहुन्छ, तपाईँहरूले आफ्नो क्षमा लेनदेनको कार्यहरू सेटल गरेको। आउनुहोस् आजको दिनमा यो पुनरुत्थानलाई इम्ब्रेस गर्दै म तपाईँहरूलाई यही भन्न चाहन्छु, जसको चित्त दुखाउनु भएको छ
उहाँहरूसँग शान्तिमा रहनुहोस्। आजको वचनको शीर्षक रहेको थियो पुनरुत्थान अनन्त आशाको सन्देश, जहाँनिर हामीले यो कुराहरूलाई हेऱ्यौँ कि पुनरुत्थानको प्रमाण अनि पुनरुत्थानको अर्थ अनि पुनरुत्थानको जीवन तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। हस्, म बाँकी समय हाम्रो एमसीलाई दिन चाहन्छु, उहाँले लिनुहुनेछ। हस्, धन्यवाद। जय मसीह। हुन्छ, हामी जोरदार तालीका साथ हाम्रो पास्टर बुवालाई हामी सम्पूर्णलाई प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह। यो 2082 सालको इस्टरको यो महोत्सवको उपलक्ष्यमा यहाँहरूलाई शुभकामना पनि भन्न चाहन्छु।
अघि हाम्रो पूर्ववक्ताले भनिसक्नुभयो इस्टरको महोत्सव इस्टर हामीले आज मनाउनुको उद्देश्य मुख्य कुरा चाहिँ उहाँले बताइसक्नु भएको छ कि येशू ख्रीष्ट हाम्रो महान जिउँदो परमेश्वर उहाँ शक्तिशाली परमेश्वर हुनुहुन्छ भनेर आज हामीले उहाँलाई उचाल्नको निम्ति यो उत्सव मनाउनको निम्ति यो हामी खुला मैदानमा आएका छौँ। हाम्रो यो शान्ति र्याली हामीले गरेका छौँ कि येशू ख्रीष्ट मृत्युलाई जितेर उहाँ पुनरुत्थान हुनुभएको परमेश्वर आजसम्म संसारमा कुनै पनि व्यक्ति यस संसारमा आएर जीवित भएर देखाएको छैन, जिउँदो भएर देखाएको छैन। सबै मानिसहरू आए तर आफ्नो काम गरेर मरेर गए, तर येशू ख्रीष्ट मात्र त्यस्तो महान र जिउँदो शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँ आजसम्म पनि जीवित हुनुहुन्छ। हजारौँ लाखौँ अरबौँ मानिसहरूले आज एकसाथ भव्य रूपमा यो इस्टर महोत्सव कार्यक्रम गरिरहेका छन्, मनाइरहेका छन्। र काठमाडौँमा पनि रङशालामा अहिले भव्य रूपमा त्यहाँ मनाइरहेको कुरा हामीहरूलाई जानकारी छ। र यति भन्दै यहाँहरूलाई यो शुभकामना दिँदै हाम्रो यस नवलपुर जिल्ला इस्टर को यसको मुख्य घोषणा पत्र हाम्रो यो इस्टरको चाहिँ मुख्य तात्पर्य के हो, हाम्रो घोषणा पत्र के हो, म यहाँहरूको सामु पढेर सुनाइदिनेछु। यहाँ नवलपुर जिल्ला इस्टर घोषणा पत्र 2082 आज 2082 सालको इस्टर सन्डेको पावन अवसरमा गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लाको सुन्दर नगरी काउसतीमा सम्पन्न भव्य शान्ति र्याली तथा इस्टर महोत्सवमा एकत्रित हामी सम्पूर्ण ख्रिस्ट विश्वासी समुदाय चर्चका अगुवाहरू। चौथो नम्बरमा समाज सेवा र मानवीय सेवामा सक्रियता हामी देखाउँछौँ। हामी मत्ती 25 को 40 पद धर्मशास्त्र बाइबलमा लेखिए अनुसार गरिब पीडित असहाय र विपन्नहरूप्रति गरिएको सेवा स्वयं ख्रिस्ट प्रतिको प्रेम हो भन्ने सत्यतालाई आत्मसात गर्दै नवलपुर जिल्लामा समाज सेवा, मानवीय करुणा, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। युवा पुस्तालाई सकारात्मक मार्गदर्शन हामी 1 तिमोथी 4:12 अनुसार युवा पुस्तालाई वचन, आचरण, प्रेम, विश्वास र पवित्रतामा उदाहरणीय जीवनतर्फ प्रेरित गर्ने, तिनीहरूलाई सकारात्मक, अनुशासित र उद्देश्यपूर्ण नागरिकको रूपमा विकसित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। र 6औं नम्बरमा प्रार्थना र आशीर्वाद हामी 2 इतिहास 7:14 अनुसार नम्र भई परमेश्वरको मुख खोज्दै नवलपुर जिल्ला गण्डकी प्रदेश र सम्पूर्ण नेपाल राष्ट्रको शान्ति, सुशासन, एकता, चङ्गाई र समृद्धिका लागि निरन्तर प्रार्थना गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछौँ। यसरी 2082 सालको इस्टर सन्डेको यस ऐतिहासिक अवसरमा काउसती नवलपुरबाट हामी सबै मिलेर प्रेम, शान्ति र आशाको यो घोषणा पत्र जारी गर्दछौँ। 2082 साल इस्टरको शुभकामना, शान्ति, प्रेम र आशा सधैँ यहाँ उपस्थित तपाईँ हामी सबैमा रहिरहोस्। आमेन। हस्, धन्यवाद। हजुरहरूको ताली पुगेन, खोइ त उत्साह दिनुहोस् न। हामी नजिक नजिक
यसुको नामैमा छन्न 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 जाले हान्न यसुको माया जाल सबले पार्न छन्न 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 जाले हान्न यसुको माया जाल सबले पार्न यसुको माया जाल सबले पार्न झुलेको पाखैमा यसुको आँखैमा छन्न 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 जाले हान्न यसुको माया जाल सबले पार्न छन्न 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 जाले हान्न यसुको माया जाल सबले पार्न यसुको माया जाल सबले पार्न ताली पुगेन है खै उत्साह दिनुहोस् न उत्साह दिनुहोस् खै जोरदार तालीका साथै गर्नुभएका सम्पूर्ण अतिथिज्यूहरू ड्यान्सभन्दा अगाडि रहनुभएका पास्टर तथा अगुवाहरू अग्रज अनुज र सम्पूर्ण सायद पत्रकारज्यूहरू हुनुहुन्छ होला सुरक्षाकर्मीज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका सम्पूर्ण संस्थाका प्रमुखज्यूहरू र इसै सम्पूर्ण सपरिवारलाई हामी मानव अधिकार एवं कैदीबन्दी नायक सरोकार मञ्च नेपाल नलपुर साथै दण्ड चर्च परिवारको तर्फबाट हार्दिक अभिवादन तथा जय मसीह गर्दछु। म एउटा छोटो तथा सत्य कथाबाट सुरु गर्न चाहन्छु। एक नास्तिकले आफू कहिले बिउतने छैन भन्ने निश्चयतामा यो इच्छा राख्यो मेरो शरीरलाई जलाउनु अनि मेरो खरानी जहाजद्वारा 7 समुद्रमा छरिदिनु। तर बिउतिएको पुनरुत्थान भएको 1000 वर्षपछि जब पुनरुत्थानको आवाज आउँछ त्यो शरीर एक भई ख्रीष्टको उपस्थितिमा जस्ताको तस्तै उभिनेछ अनि सारा मानव जाति ख्रीष्ट येशूको अगाडि लेखा दिन वा बुझाउन जस्ताको तस्तै उभिनु पर्नेछ। हिसाब दिनलाई सबैजना जान पर्नेछ। त्यसबेला कसैलाई पनि ख्रीष्ट येशूले यो पुनरुत्थानले देखाउँदछ ख्रीष्ट येशूले कसैलाई पनि पक्षपात र कसैलाई पनि छोड्नु हुने छैन। सो येशू ख्रीष्टको पुनरुत्थान महोत्सव इस्टर सन्डे 2026 विजय हर्ष र आशिषमयले भरिपूर्ण भएको शुभकामना व्यक्त गर्दै धन्यवाद साथै जय मसीह अभिवादन। अधिकार मञ्चका नवलपुरका अध्यक्ष केपी तमाङज्यू, यसै गरी एनसिएफका अध्यक्ष प्रदेशका अध्यक्ष नवराज पाण्डे सर, यसै गरी यस महत्त्वपूर्ण कार्यक्रमका
प्रमुख वक्ताको रूपमा आमन्त्रित गर्नुभएका सुभाष गुरुङ लगायत मञ्चमा आसीन मेरा आदरणीय धर्मगुरुहरू, पास्टरज्यूहरू, यस महत्त्वपूर्ण कार्यक्रममा बिहान 7 बजेदेखि निरन्तर रूपमा खटिरहनुभएका सम्पूर्ण धर्मावलम्बी मित्रहरू, कलाकार भाइ बहिनीहरू, मिडियाकर्मी साथीहरू र सबै धर्ममा आस्था राखेर उपस्थित हुनुभएका आदरणीय क्रिस्चियन जनसमुदायहरूलाई म नवलपुर जिल्ला समन्वयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई इस सन्डेको अवसरमा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। मैले यति बेला धेरै भन्नु छ भन्ने मलाई लाग्दैन। तपाईँहरू जुन हिसाबले इस सन्डेको सन्दर्भमा येशू ख्रिस्ट क्रुसमा झुन्डाइसके पछाडि तेस्रो दिन बौरिएर उठ्नुभयो। यो बौरी उठेको कुरालाई हामीले खुसियाली मनाउँदै यो सन्डेलाई हामीले अत्यन्तै उत्साहको रूपमा मनाउँदै आज शुभकामना दिने कुरामा हामी उपस्थित भएका छौँ। यो महत्त्वपूर्ण अवसरलाई जुराइदिनु भएको आयोजकलाई म धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई थाहा छ हिजो एकात्म केन्द्रीकृत शासन व्यवस्था थियो। एउटै जात, एउटै धर्म, एउटै संस्कृति, एउटै परम्परा र एकात्मक केन्द्रीकृत शासन व्यवस्थाले जुन किसिमको सृजना, विभेदकारी सृजना गर्यो त्यसको अन्त गर्नेछ भनेर नेपालको 2072 सालको संविधानले प्रस्तावनामै लेखेको छ। त्यसले गर्दा यहाँको यो उपस्थितिले, यहाँको बिहानदेखिको र्यालीले राज्यलाई खबरदारी गरेको छ कि हामीले मान्न पाउनु पर्ने धर्म सम्मानपूर्वक हिसाबले, स्वतन्त्रपूर्वक हिसाबले मान्न पाउनुपर्छ भन्ने क्रिस्चियन समुदायको आवाज हो भन्ने मलाई लाग्छ। यसले गर्दा तपाईँहरूको जुन नेपालको 2072 सालको संविधानले ग्यारेन्टी गरेको धर्म मान्न पाउ, हामी सम्पूर्ण इसाईहरूको महान पवित्र पर्व इस्टर सन्डे अर्थात् प्रभु यीशु ख्रिस्टको बौरी उठाइ कार्यक्रममा यस कार्यक्रमका प्रमुख अतिथिज्यूको आसन ग्रहण गर्नुभएका हाम्रो श्री जिल्ला समन्वय समितिका श्री बाबुराम विश्वकर्माज्यू र आजको हाम्रो यस कार्यक्रममा प्रमुख वक्ता सुभाष गुरुङज्यू र विशिष्ट अतिथिज्यूहरू, आदरणीय पास्टरज्यूहरू र विशेष अतिथिज्यूहरू जति ठाउँबाट आउनुभएको छ। हाम्रो आदरणीय पास्टरज्यूहरू नगर स्तरीय, गाउँपालिका स्तरीय, सम्पूर्ण चर्चका नगर स्तरीय, गाउँपालिका स्तरीय अध्यक्षज्यूहरू लगायत पास्टरज्यूहरू र यहाँ सम्पूर्ण हाम्रो संयोजक समितिज्यूहरू र हाम्रो आजको कार्यक्रममा पाल्नुभएका सम्पूर्ण चर्च परिवारहरू कतिजना गइसक्नु भएको पनि छ। सम्पूर्णलाई म एउटा आजको यस कार्यक्रमको नेपाल नवलपुर क्रिस्चियन समुदाय, चर्च समुदायको तर्फबाट, संयोजकको तर्फबाट सबैलाई ख्रीष्ट अभिवादन तथा जय मसीह। मारिनुभयो, गाडिनुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो अनि आज हामी सबैलाई थाहा छ, हामी विश्वास गर्दछौँ हाम्रो प्रभु यीशु ख्रिस्ट साँच्चै नै बौरी उठ्नुभएको कुरा आज हामी घोषणा पनि गरेका छौँ। र म विशेष गरी यो कार्यक्रम सफल पारिदिनुका लागि विशेष गरी म धन्यवाद दिन चाहन्छु हाम्रो यसै नवदुर्गा भाटोला, नवदुर्गा रङ्गशालाका समितिहरूमा म धन्यवाद दिन चाहन्छु जसले हामीलाई यो कार्यक्रमको लागि यो थलो, यो स्थान दिनुभएको छ। र आजको कार्यक्रममा समयको व्यस्तताको बावजुद पनि हाम्रो यो गरिमामय उपस्थिति हाम्रो आज प्रमुख अतिथि श्री बाबुराम विश्वकर्माज्यूलाई हामीले मागेको थियो त्यही अनि फेरि बाहिर साथमा गर्नु पर्यो। हाम्रो प्रार्थना सुन्नु भएको थियो परमेश्वरले, के भयो त्यो चौकीको सामने हामीले प्रभु यीशु ख्रिस्टको यो सन्ततिहरू प्रार्थना, यो कुराहरू धेरै कामहरू गऱ्यौँ। अहिले यहाँ चाहिँ प्राङ्गणमा आयो, धन्यवाद दिन्छु किनभने हामी लुकी छिपी
गरेको थियो तरै पनि अहिले परमेश्वरले स्वतन्त्र हाम्रो प्रार्थना सुन्नु भएको लागि धन्यवाद धन्यवाद। अहिले यो प्रार्थना परमेश्वर पिता प्रभु तपाईँलाई धन्यवाद दिन्छ। तपाईँले बिहानदेखि अहिलेसम्म सुरक्षित साथ राख्नु भएको छ, ल्याउनु भएको छ। हाम्रो आमाको गर्भदेखि नै तपाईँले अलग गर्नुभएको छ, चुन्नु भएको छ, बोलाउनु भएको छ, तपाईँले काम दिनुभएको छ। प्रभु तपाईँलाई धन्यवाद दिन्छ। अब यात्रामा आजको बिहा वचन सुनेर मात्रै होइन, तपाईँहरू बेथारीमा ल्याउन सकोस् भने हाम्रो विश्वासीहरूलाई, मण्डलीको पास्टरहरूलाई, एल्डरहरू, डिकनहरू सबै परमेश्वरको काम गर्नको लागि व्यस्त रहनु सकोस् भन्ने बिन्ती गर्दछ। प्रभु तपाईँलाई धन्यवाद दिन्छु। आज यात्रामा प्रभु हरेक मण्डलीमा, हरेक गाडीमा, हरेक मोटरसाइकलमा प्रभु तपाईँको उपस्थिति हुनुहुन्छ। हामी साझामाथि विश्वास गर्दैन, प्रभु तपाईँमाथि विश्वास गर्छ। जोगाउने बचाउने प्रभु तपाईँ हुनुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद। आजको कार्यक्रमले परमेश्वर मण्डलीमा अन्य जातिलाई परमेश्वर नपाउने व्यक्तिहरूलाई पनि प्रभु तपाईँले आजको कार्यक्रममा उनीहरूको कान खोलिदिनु। प्रभु तपाईँलाई धन्यवाद दिन्छु। यो यात्रामा हरेक कुरामा सहायता गर्नुहोस्। परमेश्वर पिताको प्रेम, प्रभु यीशुको अनुग्रह। हेलो, जय मसीह, नमस्कार यहाँहरू सबैजनालाई। आज 2082 सालको यो इस्टर महोत्सव कार्यक्रममा यहाँहरू सबैजनालाई शुभकामना छ। यीशु ख्रीष्ट आजभन्दा 2000 वर्ष अगाडि यस संसारमा आउनुभयो र उहाँले यस संसारमा यही हामी सबै संसारमा भएका पापी मानव जातिको लागि उद्धार र मुक्ति दिनलाई उहाँ यस पृथ्वीमा उहाँ हाम्रो पापलाई प्रायश्चित गर्नलाई बलि भएर सारा संसारलाई मुक्ति, उद्धार, शान्ति र अनन्तको जीवनको भागीदार तुल्याउनलाई यस संसारमा आउनुभएको हो र त्यो उद्देश्य पुरा गर्नलाई नै उहाँ क्रुसमा हाम्रो पापको लागि बलि हुनुभएको। उहाँको बलिदान बिना हाम्रो पापको प्रायश्चित कुनै पनि सम्भव छैन। त्यसैले येशूको यो बलिदानको रगतले हामीहरूको सबै पापहरूलाई क्षमा गर्नुभएको छ। उहाँ मारिनुभयो। उहाँलाई कहिले पनि, परमेश्वरलाई कहिले पनि कुनै पनि मानिसले, कसैले पनि, कुनै शत्रुले पनि मार्न सक्दैन। उहाँ मर्नु भएको होइन, तर उहाँ बलि हुनुभएको हो र बलिदान पश्चात उहाँ मरे हुनु भएन, तर उहाँ चिहानमा गएको तेस्रो दिनपछि उहाँ फेरि बौरी उठ्नुभयो। यीशु ख्रीष्टलाई कसैले पनि मार्न सक्दैन भन्ने कुरा पहिले नै उहाँले प्रमाणहरू दिनुभयो। त्यो प्रमाण चाहिँ के हो त? अरू मरेका मानिसहरूलाई पनि प्रभुमा उहाँले जीवित पार्नुभयो। मरेको 4 दिनसम्म मरेको लाजरसलाई उहाँले चिहानबाट बिउताउनु भयो। त्यसैले उहाँले अरूलाई जीवित पार्न सक्नुहुन्छ भने उहाँ आफूलाई कसले मार्न सक्छ? त्यो कदापि हुन सक्दैन। तर उहाँ चाहिँ बलि भएर हाम्रो लागि उहाँ क्रुसमा टाँगिएर हामीलाई उहाँको रगतले हाम्रो पापलाई धोइ पखाली शुद्ध तुल्याउनु भयो र उहाँ फेरि तेस्रो दिनपछि बौरी उठ्नुभयो। उहाँ बौरी उठ्नु भइकन आज पनि त्यो बौरी उठ्नु भएको अर्थ चाहिँ यो हो कि यीशु अनन्तको परमेश्वर हुनुहुन्छ। उहाँ कहिले पनि उहाँ मर्न सक्नुहुन्न। सधैँभरि जीवित परमेश्वर हुनुहुन्छ। आज पनि जीवित हुनुहुन्छ, हिजो पनि जीवित हुनुहुन्थ्यो र उहाँ सृष्टिकर्ता परम धन्य परमेश्वर हुनुहुन्छ। उहाँ हामी सबैको लागि ईश्वर, सृष्टिकर्ता र उद्धारकर्ता, शान्तिदाता, मुक्तिदाता प्रभु हुनुहुन्छ। त्यसैले यही खुसीमा आज हामीले यो इस्टर शान्ति र्याली कार्यक्रम काउसती नगर परिक्रमा गरेर हामी यो भाटोलाको खुल्ला मैदानमा यो कार्यक्रमलाई चाहिँ हामीले आम सभाको रूपमा परिणत गरिकन यो भव्य र सभ्य तरिकाले यो कार्यक्रम सम्पन्न गरेका छौँ। यसको लागि परमेश्वरलाई महिमा होस्। धेरैभन्दा धेरै मण्डलीहरू आज यो जिल्लाबाट उपस्थित भएका छन् र हाम्रो पहाडी क्षेत्रमा पनि यो यस्तो खालको कार्यक्रमहरू भइरहेको छ। त्यहाँबाट पनि यहाँ आउन सक्नु भएन टाढाको कारणले गर्दाखेरि र अहिले नेपालभरि नै विभिन्न ठाउँमा यस्तै खालको र्याली र महोत्सव कार्यक्रम
कार्यक्रमहरू भइरहेको छ र यस कुराले चाहिँ यही जनाउँछ कि येशू ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको, मृत्युलाई जित्नु भएको, उद्धार र मुक्ति शान्तिको सन्देश चाहिँ सारा जगतको लागि छ र उहाँ आज पनि जीवित हुनुहुन्छ भन्ने कुरा चाहिँ आज यो संसारमा सारा मण्डली, विश्वव्यापी मण्डली चाहिँ उहाँको साक्षी बनेर, गवाही बनेर आज संसारभरि आज यसरी चाहिँ यो कार्यक्रमहरू गरिरहेको छ र आज यो कार्यक्रमको उद्देश्य पनि यही हो। यहाँलाई धन्यवाद। प्रभुले यहाँहरू सबैजनालाई आशिष दिउन्, शान्ति दिउन्, सुरक्षा र उद्धार मुक्ति अनन्तको जीवनको भागीदार हौन् भनी यहाँहरूलाई शुभकामना छ। धन्यवाद।